जोजोलपा नमस्ते। हाम्रो यहाँ पुरानो दिदी हामी बच्चामा हामीलाई गीत सुनाउने दिदी भेटाएको छौँ। यी अब गीत भन्ने होइन भाइ भन्ने छ हाँसो मिठो दिदीको होइन। दिदीलाई चाहिँ हामीले बच्चामा धेरै नै दुःख दिन्थ्यौँ कि मलको भारी माथि बोकेर खेरसम्म जहिले पनि अहिले हाँस्नुहुन्छ मैले सम्झेको छु होइन। दिदी सुब्रा दिदी अरू दिदीहरू सबले मलाई चिन्नुहुन्छ। अब गीत एउटा मेरो लागि ल ऊ कति वर्ष भयो मेरो दिदी? 63 वर्ष भएछ। अहिले पनि हाँसो उस्तै छ। हामीले बच्चामा देखेको हाँसो अहिले पनि त्यस्तै छ। यो एउटा गाउँमा भएको ठेट माया भने यही हो होइन। ल दिदी एउटा ल ल निधारमा बाटो लटेको म बोलेको लाचा खिलानेको घरमा बारी बारीमा बारोला तिम्रो माया कसरी मारोला तिम्रो माया कसरी मारोला। लक्ष्मी नाच्दियो नि क्या। अब एउटा बहिनी र मेरो लागि ल माया प्रीतिको एउटा गाइदिनु त ल ल। माया बस्यो साह्रै नै उसँग भन्ने जस्तो हुन्छ नि। ए जोडी नजाउन छोडी तिमीले छोडी हुन्छ नि बिजोडी। ए घरमा बारी बारीमा बारोला तिम्रो माया कसरी मारोला हो तिम्रो माया कसरी मारोला। दिदीलाई धन्यवाद पहिलाको सम्झना दिनुभयो।